हेलो नमस्ते सेवारो सबैजनालाई र मिनी ब्लग लिएर आएको छु। हजुरले यो मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि हजुरले मेरो फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ जिन्दगीको सिरोफेरो युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। अनि आजको दिनमा चाहिँ हल्का घाम लाग्यो, त्यही भएर अदुवा रोपौँ भनेर चाहिँ अदुवा रोप्दा हुन्छ कि हुँदैन भनेर चाहिँ ट्राईको लागि चाहिँ आज म अदुवा रोप्नु गइरहेको छु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोस् है साथीहरू, स्कोर नगरिकन है। होइन, सबैले भन्छ हाम्रो गाउँमा चाहिँ यो अदुवाहरू चाहिँ हुँदैन, यतिको लेख मान्छ भनेर भनिन्छ होइन। तर पोहोर पनि रोप्नु ट्राई गरेको थियो, तर हल्का भयो। त्यही बिउ चाहिँ यसपालि नै रोप्न गइरहेको छु र यो बिउ चाहिँ आगोमा चाहिँ कत्रो फल्दो रहेछ भनेर ट्राई गर्नु गइरहेको छ है साथीहरू। हजुरहरूले पनि ट्राई गर्नु होला। नरोपिकन चाहिँ यो ठाउँमा चाहिँ अदुवा हुँदैन चाहिँ नभन्नुहोस् ल साथीहरू। अनि जुन चाहिँ अर्ग्यानिकबाट मल बाँडिएको थियो त्यो मल पनि हल्का लाएर ट्राई गर्दैछु। त्यो मल चाहिँ एपिओ एउटा एनजिओ छ, त्यो एनजिओबाट चाहिँ पाएको। धेरै चाहिँ रोप्ने होइन, तर त्यस्तै 15-20 केजीसम्म चाहिँ रोपे हुन्छ होला। र पोहोर चाहिँ बेसी रोपिएन, त्यस्तै 5-6 केजी जति चाहिँ रोपियो होला। त्यही बिउ चाहिँ फलेको थियो, त्यस्तै 40 केजीसम्म फल्यो होला, 40-50 केजीसम्म। त्यही बिउलाई चाहिँ यसपालि नि त्यही बिउ चाहिँ रोप्न गइरहेको छु। अनि गाईको मल पनि हल्का लाएर चाहिँ रोपौँ भनेर। अनि पत्कर चाहिँ अस्ति नै भेला गरेको थियो रोपु भनेर, तर पानी परेको भएर चाहिँ पत्कर पनि लिएर चाहिँ ठिक्कै राखेको थिएँ अलिकति। त्यही भएर चाहिँ आज चाहिँ घाम लाग्यो, त्यही भएर चाहिँ अदुवाको रोप्ने कार्यक्रम भयो भन्दै यो छोटो मिनी ब्लगलाई यहीँ नै अन्त गर्न चाहन्छु। हजुरहरूले कस्तो लाग्छ? मेरो फेसबुक पेजलाई पनि मनिहाङ पेजलाई पनि फलो गर्नु होला। अनि सेयर पनि गर्नु होला है साथीहरू। कमेन्ट चाहिँ गर्नु चाहिँ नबिर्सिनु होला है। हजुरलाई नै कमेन्ट गर्नेछु, हजुरको कमेन्टहरूमा गएर भिजिट गर्नेछु है साथीहरू। धन्यवाद। अन्त जति पनि यो अदुवा चाहिँ जति ठुलो फल्छ आगो त्यति बेसी रोप्ने है साथीहरू। तपाईँहरू पनि रोप्नुहोस् है। अनि अदुवाको खेती गरौँ है साथीहरू। यसपालि ठुलो फल्यो भने आगोमा झन् ठुलो फलाउने, झन् धेरै रोप्ने है साथीहरू। आज चाहिँ यति भन्दै हजुर सबैबाट बिदा हुन्छु।